This is Khapali Vlog, showing real life, real struggle, where hard work tells the story. No filters, just real struggle and life. हेलो साथीहरू, नमस्कार दर्शन सबैलाई। सधैँको जस्तै आज पनि हामी हिँड्यौँ शिवगञ्ज बजार। सामानको रेट बढेर फेरि कहाँ पुगेको छ। फित्ते चप्पलदेखि जुत्तासम्म छ है हाम्रो चाहिँ पसलमा। फित्ते चप्पलदेखि लिएर होइन जुत्ता सुजहरू यस्तो हाई क्वालिटीको चाहिँ हुँदैन, ठिक ठिकै रेन्जको हुन्छ हाम्रो पसलमा चाहिँ। यस्तो हाई क्वालिटीको चाहिँ लिएर बेच्न सकिँदैन नि होइन। हुँदैन खोइ जानु यहाँ लिनुसम्म दिन हौ सबै झर हौ। म नचढेको काम भएन साथीहरू, चढ्नै पर्यो माथि गाडीमाथि। सामान यसरी राखेको हुन्छ हो, निकाल फिजा थाहै पसलमा त बेच्न गाह्रो हुन्छ। के गर्नु बजारमा त झन् त्यहाँ फलानाको पनि यतिमा दिइरहेको छ, तपाईँहरू यसरी रेट बढाउनुहुन्छ भन्दै भन्न थालिन्छ। के गर्नु कस्टमर पनि गाह्रो हुन्छ। कोही चाहिँ साह्रै ज्ञानीहरू आउनुहुन्छ, कोही त नि के भन्नु गाह्रो छ हामीलाई। मैले आज फर्स्ट टाइम भ्लग यहाँ हेर्नु न, यसरी मेरो बुढाले यसरी गर्दै हुन्छ। हाम्रो यसरी प्याकिङ हुन्छ सामान।
गाह्रो छ हामीलाई। त्यहीँले यस्तो गरिदिइराख्नु न। हामी हटिया हिँड्छौँ, बुढाबुढीहरू धुरमुस भइरहेछौँ नि। मधेसी भन्दा पनि चाड भातको भइरहेछ हो। के गर्नु छेत्री बाहुन हो, तर गाडी धुरमुस भइरहेछ। के गर्नु गाह्रो छ हामीलाई। व्यापार नगर्नु हुँदैन, एउटा एउटा केही जागिर त गर्नै पर्यो। भुली त पाल्नै पर्यो साथीहरू। के गर्नु गाह्रो छ। कस्तो छ बाटो फेरि हेर्नु न, बाटो हेर्नु न कस्तो छ। झन् यतिको त बनाइसक्नु पनि छ होला। नभए त सिटी हुँदाखेरि त एकचोटि पल्टेको, हामी पल्टेका पनि छौँ बुढाबुढी। के भन्नु, सिटी हुँदाखेरि त पल्टेर नि हतार उठेर हिँडेको। के हो पुलिसले भेट्यो भने धानिहाल्छु। गाह्रो छ। आज केही बजारमा भेटौँला साथीहरू। भोलि आइतबार शिव बजार, सोमबार झिलझिले बजार। त्यस्तै हो हाम्रो चाहिँ जागिर। सेलेरी पनि आउँदैन, तलबे गर्न जागिर। गाह्रो छ हामीलाई। के गर्नु। अब आइसक्यो बजार लाउने ठाउँ। हेर्नु होला। के गर्नु, फर्स्ट टाइम भ्लग बनाएको आउँदैन खासै। यसो हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। फर्स्ट टाइम गर्दैछु। आज शनिबारदेखि स्टार्ट गरेको होइन। कस्तो के हुन्छ माया गरिदिनु होला। हामी बुढाबुढीलाई साथ दिनु होला हजुरहरूले। गाह्रो छ बजारेको जिन्दगी। गाह्रो छ। पानी आयो भने त झन् साह्रै बिचोक घाम लाग्दा उस्तै गाह्रो छ। हेर्नु न बजार लागिसकेको छ साथीहरू। यहाँ हेर्नु यसरी हामीले यसरी लाउनुपर्छ। त्यहाँमा दाजु सन्चै हुनुहुन्छ? म आन्टी होइन क्या, भाउजू भन भाउजू। मेरो कान्छा भाइ। यसरी लाउनुपर्छ। यसरी लाउनुपर्छ। हामी बजारमा हटियामा यसरी पसल लाउनुपर्छ। बिहानदेखि